घर निर्माण गर्दा पिलरमा जुटको बोराले छोपेर क्युरिङ गरेको त देख्नु भएकै होला। के यसको जरुरी छ र? यतिकै पानी मात्र हाल्दा के हुन्छ त? आउनुस् बुझौँ है त। सिधै पानी छर्केर मात्र क्युरिङ गर्नुभयो भने तपाईको पिलरबाट पानी तुरुन्तै बगेर जान्छ र राम्रोसँग हाइड्रेसन हुन पाउँदैन, जसले कोलुममा श्रिङ्केज क्र्याक्स आउँछ र घरको मजबुतीलाई असर पार्छ। तर जुटको बोरा प्रयोग गर्नुभयो भने यसले पानी आफूभित्र सोसेर राख्छ र बिस्तारै रिलिज गर्छ, अर्थात् यसले पिलरलाई लामो समयसम्म ओसिलो राख्छ, जसले कन्क्रिट पर्याप्त हाइड्रेसन हुन पाउँछ र कन्क्रिट मजबुत बन्छ, जसले घरलाई पनि दीर्घकालीन टिकाउ बनाउँछ। साथै यसले बारम्बार पानी हाल्नु पर्ने झन्झटलाई पनि कम गर्छ। सो पिलर वा कुनै स्लोप कन्क्रिटमा क्युरिङ गर्दै हुनुहुन्छ भने जुटको बोरा अनिवार्य हुन्छ। अझ गर्मी महिनामा त झन् एकदम धेरै। समस्या रहित घर निर्माण तथा मर्मत सम्भारको लागि एक्सपर्ट सेवा, घरदेखि दरबारसम्म।